गाइज हामी चाहिँ अब मोरक्को जान लागेको अनदर फ्यामिली हलिडे एक्साइटिङ हामी एयरपोर्ट आयौँ भर्खरै यहाँ चाहिँ हामी सेक्युरिटी गरेर फाइनली भित्र गयौँ हल्का पोज त देखाउनै परिहाल्यो यस्तो अगाडिबाट चुच्चो फर्किने प्लेन चाहिँ फर्स्ट टाइम देखेको थियो Morocco, we're coming for you. It's raining. Hopefully when we land it's nice and sunny. हाम्रो 3 घण्टा 40 मिनटको फ्लाइट थियो मम्मी चाहिँ मोस्टली सुत्नु भएको थियो मैले चाहिँ खाना खाएँ गौरवले र मैले चाहिँ मजाले खायौँ होइन अनि कति सस्तो रहेछ कि एक्चुअली लाइक नर्मली कस्तो महँगो लाग्छ बट यो चाहिँ ठिक ठिकै थियो लाइक 10 पाउन्डमा मेन साइड एन्ड ड्रिङ्क आएको थियो मलाई चाहिँ प्लेनमा सुत्न खासै मन पर्दैन कि अनलेस इट्स लाइक लङ हल नेपाल जाँदा जस्तो भयो भने चाहिँ आई डोन्ट माइन्ड तर ल्यान्ड गर्ने बेलामा चाहिँ बाहिर हेर्दा चाहिँ सही रमाइलो लागेको थियो कि अनि यो पैसा साटेर धनीवाला फिलिङ चाहिँ मलाई मात्र हुन्छ कि सबैलाई हुन्छ हामी ल्यान्ड भएर चाहिँ इमिग्रेसन गऱ्यौँ अनि ट्याक्सी बुक गरेर हाम्रो बेलातिर लाग्यौँ एयरपोर्ट पनि कस्तो राम्रो रहेछ अनि ठ्याक्क सनसेटको टाइममा ल्यान्ड भएको थियौँ कि कस्तो राम्रो लागेको अनि हामी नेपालीले चाहिँ जहाँ गए पनि नेपालमै कम्पेयर गर्ने के जुन ठाउँलाई पनि हामी चाहिँ अनि ट्याक्सीमा हाम्रो नेपाल पनि यस्तो भइदियो हुन्थ्यो यस्तो क्लिन भइदियो हुन्थ्यो यस्तो बाटो भइदियो हुन्थ्यो भन्दै हामी चाहिँ अनि भित्र गएर प्लान गऱ्यौँ कि कहाँ खाना जाने भनेर कस दिदीहरू पनि आउँदै हुनुहुन्छ हाम्रो उताबाट अझ 5 जना अब चाहिँ म हल्का हाम्रो भेलाको टुर दिन्छु है तिमीहरूलाई हामी बसेको भेला कस्तो छ भनेर म देखाउँछु है त गाइस तिमीहरू रेडी होइनौ के हेर्नुको लागि वाला द्याट्स द स्विमिङ पुलबाट आएर यहाँ चाहिँ स्टोरेज रुम छ अनि यता चाहिँ राम्रो किचन रहेछ के नाइस किचन नो एन्ड द डाइनिङ टेबल एन्ड स्विमिङ पुल हेलो भनिस्यो क्यामेरालाई यहाँ चाहिँ यस्तो हल्का टिभी छ एउटा बाथरुम जस्तो मिनी बाथरुम अनि यहाँ एउटा रुम नम्बर 1 यहाँ एउटा अर्को रुम नम्बर 2 रुम नम्बर 3 बाथरुम नम्बर 2 एन्ड द्याट्स मी मेरो फोनको त बित्तिकै यहाँ स्विमिङ पुल देखेको कि अनि यस्तो साह्रो चिउरी रात पनि देखेर हामी 3 जना मैले त चाहिँ रेकर्ड गरिनँ अभियसली रियल रियाक्सन हुन्छ नि यो त मेन रुम देखाउँछ त्यस्तो दामी रुम छ कि यो चाहिँ होइन ठुलो ठुलो सिलिङ छ कि फेरि सोफा एन्ड द रुम द्याट्स मी एन्ड द बेस्ट थिङ अबाउट दिस रुम इज लाइक यु गेट दिस भ्यू लाइक लुक एट द सो म चाहिँ स्विमिङ पुलतिर लैजान्छु है त हामी चाहिँ स्विमिङ पुलमा जाने यस्तो दामी छ अब चाहिँ नाइस wow I'm glad you want your dream house to be like this no it's gonna be like this bro so we have sunbeds यहाँ स्मल यहाँ टेकेर जान्थेँ तर उज्यालोमा जान्छु अहिले चाहिँ जान्न है म ढलै हाने कपडेसित मम्मीमा पनि अलिको रुम यहाँ आइसक्नु भएछ यता आउनु भयो खतरनाक छ हाम्रो भिला हेरेर चाहिँ हामी एकछिन छक्क पऱ्यौँ मैले मजाले भिलाकै बारेमा गफ गऱ्यौँ कि भविष्यमा यस्तो गर्ने भनेर होइन सपना त हो देख्न पाइयो नि त अनि हामी चिया खाएर चाहिँ हामी दिदीहरूलाई भेट्न लाग्यौँ मार्केटतिर अनि यस्तो हामी लङ टाइम पछि भेटेको थियौँ कि सुरुमा भेट्दा कस्तो खुसी लागेको के लाइक नयाँ देशमा आफ्नो मान्छे भेट्दा खुसी हुन्छ नि अनि यो दिन त हामी नेपालको त गल्ली गल्ली हुन्छ नि त्यस्तै बाटो हिँडेर हामी खाना गएको के हामीले चाहिँ माइ गड यस्तै होला भनेको धन्न ब्याटर रहेछ के लाइक हामी चाहिँ रङ ठाउँतिर गरेछौँ पहिलो दिनै त्यही भएर यस्तो रहेछ नभए त राम्रै थियो ओभरअल अनि अलरेडी लेट भएको थियो सो हामी गम खाना खाएर चाहिँ अनि निस्क्यौँ त्यहाँबाट अनि हामी भेलातिर लाग्यौँ अनि हामीले कस्तो भिला बुक गऱ्यौँ भनेर सबैलाई थाहा थिएन के सो सबैको रियाक्सन लिन लागेको होइन स्विमिङ पुलहरूको अनि हेर्नु है रियाक्सन चाहिँ हाम्रो अर्चना भाउजूको बेस्ट रियाक्सन थियो कि सी वाज लाइक सो ह्याप्पी सो गुड टु सी द्याट बट एभ्रीवन लभ द लोकेसन एन्ड द भेला एन्ड obviously the swimming pool and I'm just so glad that everyone liked it कुरो राखे छैन भाइ पातेको एउटा बुहारी अनि यो ट्रिपमा चाहिँ हामी यति दोरी खेल्यौँ नि कुरै नगरौँ कि
डे 2 मा चाहिँ हामी मार्केट एक्सप्लोर गर्न गयौँ। मोरक्कोमा आज हामी जाँदैछौँ मेरिना मार्केट अनि दिउँसो चाहिँ डेजर्ट टुरमा हामीले हायर गरेको भ्यान अनि हामी मजाले गाडीमा दोरी गाउँदै हाम्रो डेस्टिनेसनतिर लाग्यौँ। धेरै भाउजू नहान बिल्ला हबिबीलाई गरमला बिस्मिल्ला। अनि हामी आयौँ हाम्रो डेस्टिनेसनमा। आवर फर्स्ट लोकेसन बाहिया प्यालेस। हामी कहाँ मैले बाहिया प्यालेस यो यहाँ सभा बस्ने ठाउँ हो रे। हामी अहिले एलबारी प्यालेसमा छौँ। सबै भत्केको छ। त्यही अब यहाँ तल जानु। हामी जमिन मुनि छौँ अहिले चाहिँ। तल जाने हो ठोकिन्छ कि माथि। त्यो म्युजियम मजाले घुमेर अनि हामी चाहिँ लन्च गर्न गयौँ। अनि हामीलाई टुरको लागि चाहिँ यस्तो पस्मिना सलहरू चाहिएको थियो कि लाइक हुन्छ नि त्यो क्यामल राइड गर्ने बेलामा। अनि हामीले रक पेपर सिजर खेलेको कि बार्गेन गर्नको लागि कस्तो रमाइलो भएको थियो। अनि हामीलाई टुर गाइडले पिक गर्यो। 1 आवर ड्राइभमा थियो हाम्रो आगाफे डेजर्ट। हामी डेजर्टमा आइसकेछौँ। I'm feeling good. This looks so good. Very good, very good. Beautiful, my love, beautiful. सबैको बनाइयो बनाउँदै कस्तो फिल भइरहेछ? सुपर फिल भएको छ हजुर। लाइनमा हाम्रो भाइ दाइहरू मैले दाइलाई नचिनेको माथि नगर माथिको ठिक छ। माइट हर्ट्स। How do I? Tool. Yeah. Let's start another. क्यामेल राइड गरेर चाहिँ हामी क्वाड बाइकतिर लाग्यौँ। अनि बाबा र म बसिरहेको थियौँ होइन। तर हामी चाहिँ लडियो के नराम्रोसँग झाडीमा फसेको के त्यो काँडा भएको झाडी हुन्छ नि त्यस्तो माथि खसेको के। गाइज यसरी लडियो। त्यसरी लड्नु भएको छ। तपाईले देख्न सक्नुहुनेछ हामी चाहिँ अहिले आर्गन ओइल यहाँ हाम यो चाहिँ 3 थोरी आर्गन ओइल रहेछ के कस्तो भइरह भाउजू? मजा भइरह चनक एकदम ऑथेंटिक एक्सपीरियंस कस्तो लाग्यो दाइ? कस्तो लाग्यो? एकदम रमाइलो राम्रो भयो। अनि चाहिँ हाम्रो प्याकेजमा अन्डर द स्काई भन्ने डिनर इन्क्लुडेड थियो के। तर जहाँ गए पनि यही ताजिन खाना दिँदा रहेछ नि यार। त ताजिन उमालेको भेजिटेबल चिकन जस्तो नुन पनि नहुने ठिकै लाग्यो खाना त मलाई। ओभरअल गाइस हुन्छ नि नुन लर जा भन्छु म त। अनि त्यहाँ फायरवर्क्स पनि हुनेवाला थियो। त्यही भएर हामी छिटो खाएर चाहिँ फायरवर्क्स हेर्न गयौँ बाहिर। तर त्योभन्दा अगाडि चाहिँ यस्तो मजाले नाचिरहेको थियो कि सबैजना। अनि यस्तो रमाइलो भइरहेको थियो है मिडल अफ नोवेयर लाइक नाचेको जस्तो। Firework was the last thing. त्यो हेरेर चाहिँ अनि हामी लाग्यौँ हाम्रो बसतिर। सक्यो। बाई बाई टाटा बाई बाई आगाफी टाटा बाई बाई टाटा बाई बाई आगाफी।
यस्तो अँधेरो दिन परेको हो आज तर हामीले उज्यालो बनाउँदै छौँ हामी चाहिँ आज लागेको छौँ औरुका भ्याली टुरमा हाम्रो भ्यान पनि आइसकेको छ ल आज हामी यसो डाँडा पाखा चढ्न लागेका छौँ टाइगर हाई जनक मरकोमा आएर नि गोठा आइयो बाबाले घर नै चिया बाहिर नि चिया यसलाई त घुम्टै चाहियो क्या अघिको थ्याङ्क यू सिस्टर शुक्रान त्यो वाउ चाहिँ सरकारसँग थियो है घरले भनेको कस जहाँ गए पनि आलमन्ड ओइल भएन भनेर यहाँ पनि आर्गन ओइल नै पिसिरहेको थियौँ सो गाइस हामी आज गधा हेर्न आएको एउटा त यहाँ छ ओए रोकी त रोकी अर्को चाहिँ यहाँ फेस रिभिल हुँदैछ चिउरीको चिल्लो खोलाको आडामा बसेर यसरी लन्च गरिरहेछौँ हामी रमाइलो भइरहेछ कस्तो राम्रो ठाउँ रहेछ कि होइन हाम्रो दाइले त पादर भन्ने कुरो भएन कहिले यो भाइहरूबाट फ्यामिली आएको मोरकन गाडीमा खाजा खाँदै ओरुका भ्यालीमा म नै छु यहाँ अनि हामीले टिकटकभरि देखेको थियौँ कि यो ब्रेसलेट किन्ने कि आफ्नो नाम लेखेको अरबिकमा सो यो लिग्यौँ अनि हाम्रो डिनर बुक थियो कि होइन सो हामीलाई टाइममा हाम्रो बिला पुग्न थियो कि रेडी हुनको लागि सो हामी यता र उता हातेर भागिरहेको थियौँ कि अनि ऱ्यान्डमली कति धेरै बिराला हुँदो रहेछन् है यो चाहिँ हाम्रो भेनाको काखमा आएर बसेको कि कस्तो माया लाग्ने तर मलाई चाहिँ एकदम डर लाग्छ है तर डे 3 डन सबसे धेरै इन्जोय त जनकले गरो मासल्ला मासल्ला डान्स खुवाएको छ खोकीको ससुरालीमा खुवाएको छ खोकीको दबाई ससुरालीमा ख्यालमै दिल बस्यो कान्छी सालीमा आजकल त यस्तै छ रे त खुवाउँछु मैले दाइलाई त शिलाजी ब्रेकफास्ट on the 4th day ल आज चाहिँ सैटरडे लास्ट दिन कसैको लागि बाई बाई भिला फर सम पिपल स्टिल हैव अ हाफ डे लेफ्ट टुगेदर हैन मजाले स्पेन्ड टाइम गरिन्छ अनि दोरी गाइन्छ घुमिन्छ अनि बल्ल बाई बाई भनिन्छ हाम्रो फर्स्ट डेस्टिनेसन चाहिँ YSL म्युजियम थियो यो दिनको YSL चाहिँ एउटा फेसन डिजाइनर हो होइन अनि खासै मम्मी बाबाले त त्यहाँ इन्जोय गर्नु भएन सो हामी चाहिँ छिटो निस्क्यौँ अनि बाहिर आएर कफी खायौँ
छुट्नुभन्दा अगाडि रहेका गफहरू हानी मजाले ल बाई बाई माया बाई 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 माया बाई बाई अरे ओ खुसी ना जाओ बाई 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 10 जनाबाट लास्टमा 5 जना मात्र भयो कि अनि कस्तो लाइक न्यास्रो क्वाइट फिल भएको थियो कि हामी लन्चमा गएको बेला पनि लाइक के छुट्यो जस्तो फिल हुने कि कस्तो युज टु भइहाल्छ कि मान्छेहरू वरिपरि हुने है अनि रमाइलो भएको बेला त झन् अनि हामी क्विकली लन्च खाएर चाहिँ इभिनिङ आज अटममा स्विमिङ पुलमा स्पेन्ड गरौँ भनेर ब्याक आयौँ छिटो किनकि सबै घुमिरहेको थियो अलरेडी अनि टायर्ड पनि भएको थियो सो हल्का घरमै भएको फेसिलिटिजहरू पनि युज गरौँ भनेर चाहिँ चिलान्यौँ रमाइलो गऱ्यौँ गीत गायौँ नाच्यौँ यो मिस्यु भनेको चाहिँ हाम्रो छुटेको टोलीलाई हो है टाइम टु लिभ बाई बाई हिँड्ने बेला भयो आउँदा फेस कस्तो थियो जाँदा फेस कस्तो छ आउनुहोस् म मेरो राजमामा लान्छु हामी एयरपोर्टतिर चाहिँ छिटै गएको थियो सो त्यहाँ नजिकै एउटा गार्डन रहेछ कि फेमस पानी सानी भएको अनि हामीलाई चाहिँ हाम्रो ड्राइभरले चाहिँ त्यतै लगिदियो कि अनि एकछिन त्यहाँ घुम्यौँ अनि उखुको जुस खायौँ फोटोसोटो खिच्यौँ होइन मुड त खासै थिएन अब ब्याक जाने भएपछि त्यही पनि मेक द मोस्ट आउट अफ आवर टाइम होइन अनि यसो जता पनि यस्तो देखिरहेको थियो रमाइलो भएको थियो जे होस् होइन ब्याक आउने भए पनि अनि एयरपोर्टतिर गयौँ बाटो पनि राम्रै थियो अनि एयरपोर्टमा गएर चाहिँ हाम्रो अब टाइम लाग्यो लगभग 1-1.5 घन्टा लाग्यो अनि मजाले भित्र गएर चाहिँ खायौँ अनि हामी ब्याक टु बेलफास्ट लाग्यौँ हिँड्ने बेलामा चाहिँ भाइको दोरी छोडेर जान पर्यो दुनियाँ चाहिँ एउटा केटीको नाम हो है त्यहाँ हामीलाई रेस्टुरेन्टमा सर्भ गरेको हल्का रमाइलो